स्वागत छ गाइज आजको मेरो नयाँ मिनी ब्लगमा। अनि गाइज म हिजोको ब्लगमा भनेको थिएँ कि टेक्नोलोजी लाउने वाला छु। आज लाउने वाला छु, भिडियोको एन्ड तक जरुर बन्नु होला। त्यसपछि गाइज ब्रेक वायर लिएर माथिमा एउटा बाँध दिनु राम्रो तरिकाले। अनि बाँधिसकेपछि त्यसमा एउटा नट फसाइदिनु। त्यसपछि गाइज यहाँनिर एउटा पाल हुन्छ, त्यहाँनिर ब्रेक वायर राम्रो तरिकाले फसाएर तानिहाल्नु। भिडियोमा देख्न सक्नुहुन्छ त्यस्तो नै गर्नु होला। त्यसपछि गाइज यहाँनिर पछाएर त्यसपछि गाइज यहाँ देख्न सक्नुहुन्छ यहाँ नट लगाएको छु। नटमा एउटा वासर पसाएर यसरी लगाएर त्यहाँ कस दिनु राम्रो तरिकाले। त्यहाँ एउटा चाहिँ वासर अवश्य लगाउनु होला हैन, नबिर्सिनु होला। त्यसपछि गाइज म टाइट गरिदिएँ, देख्न सक्नुहुन्छ भिडियोमा। यो चाहिँ गाइज पुरा टाइट गरेर देख्नु होला हैन, धेरै मजबुतीले ब्रेक हल्का टाइट हुनु पर्यो। अनि गाइज कस्तो लाग्यो भिडियो कमेन्टमा जरुर भन्नु होला। त्यसपछि गाइज साइकलको ब्रेक देख्न सक्नुहुन्छ कति मजाले लागिरहेको छ हैन, पछाडिको चक्का पनि उठिहाल्छ, खतरनाकले लागिरहेको छ ब्रेक एकदम। त्यसपछि गाइज एक्स्ट्रा वायर जो निस्केको छ यहाँ त्यसलाई काट्नको लागि मनिर पिलासै थिएन, त्यही भएर म पिलास लिनलाई घर आएँ। घरमा आएर देख्न सक्नुहुन्छ म पिलासबाट काटिदिएँ धेरै खतरनाक तरिकाले। त्यसपछि गाइज काटेर देख्न सक्नुहुन्छ म यतातिर उल्झाइदिएँ हैन, धेरै मजबुती तरिकाले भिडियोमा देख्न सक्नुहुन्छ। त्यसपछि गाइज आजको भिडियो यति नै। के कस्तो लाग्यो कमेन्टमा जरुर भन्नु होला एन्ड सब्स्क्राइब गर्न नबिर्सनु। त्यति बेलाकै एन्ड बाई।